हेलो साथीहरु, आज हामी आएको छौं तोरीबारी भुटान सफाईको लागि। अजीको घर यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो अजीको घर हैन। यो अजीको गाउँ तोरीबारी भुटान छेउमै घर छ। अजीको बोर्डर हो घर चाहिँ। हाम्रो अजीको घर चाहिँ सरकारी हाउस आएको है। अन्त कोही बस्दैन घरमा चाहिँ, तर हामी चाहिँ झाडु मार्न आएको, सफा गर्न। अन्तरिक्षमा यहाँ नै हाम्रो अजीको सरकारी घर त हुनुहुन्न। मैला आज हेरिराख्नु मैला आज खिड्कीबाट हेर्नु। कान्छी चमा झाडु मार्दैछ। साइली चमाको कान्छी छोरी प्रेमिका झाडु मार्ने। एकदम काम गर्नु छ भने चाहिँ तपाईँहरूको घरमा बोलाउनै, एकदम काम चाहिँ दामी गरिदिन्छ नि। घरमा चाहिँ कोही बस्दैन कि, बार लगाएर पनि दामी गरेको। हाम्रो काइँले अजीहरूको घर दोकान। फुल हेर्नु यहाँ, सुनखरी फुल कस्तो मजाले फुलेछ। फुल कसलाई मनपर्छ, कसलाई मनपर्छ फुल कस्तो मजाले फुलेछ। सुनखरी फुल कटर हेर्नु, कटर झन् कति फलेको छ। यहाँ चाहिँ हाम्रो अजीहरूको घर बनाउनु हुँदैछ भयो। यहाँ चाहिँ हाम्रो बहिनी चटपटे बनाउँदैछ भित्र। आमामामा अझ चटपटे कसलाई मनपर्छ। नेपालीको फेभरेट हो चटपटे। प्रेमिकाको झन् फेभरेट हो। किचन यहाँ चाहिँ हाम्रो अजीहरूको घर। अनि यहाँ चाहिँ हेर्नुहोस् बोर्डरको छेउमै घर छ अजीहरूको। हिरोको भुटान हो। बोर्डरको छेउमै घर छ। तोरीबारी बोर्डर, भुटानको बोर्डर यो। अनि यो बोर्डरले गर्दा राम्ररी भिडियो देखिँदैन होला। भुटानको बोर्डर छ। यहाँ चाहिँ भुटान हो। यहाँ चाहिँ हो भुटान। यहाँबाट जान्छ हाम्रो अजीहरूको घर। यो चाहिँ बाटो, तोरीबारीको बाटो जो होइन। अजीको घर सफा गर्नुलाई आएको। हाम्रो अजी घरमा चाहिँ कोही हुनुहुन्न सफा गर्नुको लागि चाहिँ। मेरो अन्तरिक्षमाको कान्छा छोरा अर्नव। अब हामी अब चटपटे खाने, अब चटपटे बनाएर ल्याउँदैछ हाम्रो प्रेमिका बहिनीले। अब चाहिँ हामी चटपटे खाने। कान्छी चमाको कान्छा छोरा है। यो मेरो छोरा चाहिँ एकदम बदमास